मेरील्यान्ड कलेज फेरि एकपटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गर्दै देशकै टप 10 +2 मावि मध्ये स्थान बनाउन सफल भएको छ। विराटनगर 7 मा अवस्थित मेरील्यान्डले नेपालभरिका 8000 भन्दा बढी +2 माविहरूमध्ये उत्कृष्टताको सूचीमा आफूलाई पुनः स्थापित गर्दै पूर्वी नेपालको शैक्षिक गौरवलाई नयाँ उचाइ दिएको हो। काठमाडौँ स्थित एक शैक्षिक संस्थाले पछिल्ला 4 वर्षको बोर्ड परीक्षाको नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता तथा समग्र उपलब्धिलाई आधार मानेर सार्वजनिक गरेको मूल्याङ्कनमा मेरील्यान्ड देशकै उत्कृष्ट टप 10 मावि भित्र पर्न सफल भएको जनाएको छ। पूर्वी नेपालको अब्बल शैक्षिक संस्थाका रूपमा परिचित मेरील्यान्डले निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार उत्कृष्ट परीक्षा परिणामका पछाडि दक्ष तथा अनुभवी शिक्षक, आधुनिक भौतिक पूर्वाधार, प्रविधि मैत्री शिक्षा प्रणाली, विद्यार्थी मैत्री वातावरण र प्रभावकारी व्यवस्थापन मुख्य आधार हुन्। हामी विद्यार्थीलाई केवल परीक्षामा राम्रो अङ्क ल्याउने होइन, जीवन र करियरमा सफल बन्ने वातावरण तयार गर्छौं। प्रिन्सिपल ढकालले भने विद्यार्थीको समग्र विकासका लागि करियर डेभलपमेन्टका अवसर सिर्जना गर्नुका साथै आवश्यकता अनुसार अतिरिक्त कक्षा, व्यक्तिगत मार्गदर्शन, प्रोत्साहनको व्यवस्था गरेका छौं। मेरील्यान्डले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक छात्रवृत्ति तथा सम्मान प्रदान गर्दै आएको छ। कलेजले हरेक वर्ष ठूलो रकम छात्रवृत्तिमा खर्च गर्दै प्रतिभावान विद्यार्थीलाई प्रोत्साहन गरिरहेको जनाएको छ। 2059 सालबाट कक्षा 11 र 12 को अध्यापन सुरु गरेको मेरील्यान्डले सुरुवातमा व्यवस्थापन संकाय मात्र सञ्चालन गरे पनि अहिले विज्ञान र प्रविधि शिक्षामा समेत सशक्त उपस्थिति जनाएको छ। 2059 सालमा स्थापना भएको कलेजले गत वर्षदेखि अत्याधुनिक साइन्स तथा कम्प्युटर ल्याब सहित 1-to-1 प्रणालीमा विज्ञान विषयको पढाइ सुरु गरेको छ। कलेजका बारेमा निर्देशक डाक्टर शिवनारायण यादवले मेरील्यान्ड हरेक क्षेत्रमा अब्बल कलेज भएको बताएका छन्। विगत 23 वर्षदेखि शिक्षामा अनुकरणीय योगदान पुर्याएका यस मेरील्यान्ड कलेजले 7 चोटि नेपाल फर्स्ट गरेको कलेज हो। नेपालका झन्डै 8000 +2 मध्ये सधैँ टप 10 मा पढ्न सफल, अभिभावक र विद्यार्थीको आँखामा सधैँ नम्बर 1 बन्न सफल यस मेरील्यान्ड कलेजमा साइन्स, कम्प्युटर साइन्स र म्यानेजमेन्टको लागि भर्ना खुलेको जानकारी गराउन चाहन्छु। हाम्रो यहाँ कक्षा 11 देखि नै साइन्सको विद्यार्थीको लागि इन्जिनियरिङ र मेडिकलको इन्ट्रान्स प्रिपरेसन क्लासहरू भइरहेको छ। कमर्सको विद्यार्थीहरू लागि सिम्याट प्रिपरेसन, आइटी र ब्याङ्किङ ट्रेनिङको व्यवस्था पनि छ। हाम्रो यहाँ वेल इक्विप्ड, वेल फर्निस्ड ल्याब छ र हाइली क्वालिफाइड टिचर्स टिम। स्थापना कालदेखि नै तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट सम्मानित हुँदै आएको मेरील्यान्ड आज पूर्वी नेपालको शैक्षिक ब्रान्ड बन्न सफल भएको छ। कलेजले विद्यार्थीको ज्ञान र सिप अभिवृद्धिका लागि काठमाडौँ मोडल कलेजसँग शैक्षिक सहकार्य गरेको छ भने सूचना प्रविधि सम्बन्धी दक्षता विकासका लागि अमेरिकन कम्पनी IBM-सँग पनि सहकार्य गरिरहेको प्रिन्सिपल ढकालले बताए। मेरील्यान्डका विद्यार्थीहरूले राष्ट्रिय स्तरमै उल्लेख्य सफलता हासिल गर्दै आएका छन्। 2078 सालको कक्षा 12 बोर्ड परीक्षामा दिया अग्रवालले 3.96 GPA ल्याएर नेपाल प्रथम बन्न सफल भएकी थिइन्। त्यसैगरी 2082 सालमा राजु कुमार यादव र रिदम कठेतले समान 3.96 GPA ल्याउँदै कलेजको गौरवलाई अझ उच्च बनाएका थिए। +2 सँगै BBA तर्फ पनि मेरील्यान्डले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। गुणस्तरीय शिक्षा, अनुशासन, सुरक्षित वातावरण र उत्कृष्ट व्यवस्थापनका कारण कोशी र मध्य प्रदेशका विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको कलेज प्रशासनको दाबी छ। हाल कलेजमा व्यवस्थापन र विज्ञान संकायमा गरी करिब 1700 विद्यार्थी अध्ययनरत छन्। शैक्षिक गुणस्तर, आधुनिक शिक्षण पद्धति र उत्कृष्ट नतिजाका कारण मेरील्यान्ड आज मोफसलको होइन, देशकै उत्कृष्ट शैक्षिक संस्था मध्ये एकका रूपमा स्थापित भएको छ।